माननीय सदस्य रिमा विश्वकर्मा, त्यसपछि माननीय सदस्य ताहिर अली भाट। सम्मानीय सभामुख महोदय, आजको विश्व भनेको सैन्य सामर्थ्य र आर्थिक सबलताले मात्र होइन, सांस्कृतिक परम्परा सभ्यताले डोराइरहेको विश्व हो। विश्वको मानचित्रमा नेपाल भूगोलका हिसाबले एउटा सानो सानो जस्तो देश देखिए तापनि जब सांस्कृतिक सम्पदाका कुरा आउँछन्, प्राकृतिक विविधताका कुरा आउँछन्, हामी एकदमै समृद्ध राष्ट्र छौँ। र देखिने कुरा त सबैको नजरमा पर्ने भयो, यो नदेखिने अमूर्त सम्पदालाई कानुनी मान्यता दिएर सम्वर्धन प्रवर्धन गर्ने जुन हाम्रो सरकारको यो प्रयास छ त्यो वास्तवमै स्वागत योग्य छ। हामी धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। मलाई लागेका केही कुराहरू यहाँहरू समक्ष राख्न चाहन्छु। नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो भन्ने कुरा त भनिरहनु परेन। पछिल्लो राष्ट्रिय जनगणनाले नेपालमा 142वटा जातीय समुदायको पहिचान गरेको रहेछ। अब ती प्रत्येक जातीय समुदायको आफ्नै भाषा छ, संस्कृति छ, पर्व छ, उत्सव छ, खाने कुराहरू छन् होइन, परम्परागत ज्ञान छन्, जीवनशैली छ। यसले चाहिँ के दर्शाउँछ भने हामीले यो विधेयक तयार गर्दाखेरि यो विधेयकको दायरालाई अलिकति फराकिलो चाहिँ बनाउनुपर्छ ताकि सबैले कानुनी प्रतिनिधित्व पनि पाउन्, मान्यता पनि पाउन् होइन। अर्को चाहिँ हामीले यो पुस्तौँ पुस्तादेखि हस्तान्तरण हुँदै आएको सम्पदालाई संरक्षण गर्ने, प्रवर्धन गर्ने भन्दै गर्दाखेरि नयाँ पुस्ताले सृजना गरिरहेको सांस्कृतिक अभिव्यक्ति जुन चाहिँ डिजिटल सिभिलाइजेसन छ, डिजिटल जेनेरेसन छ, त्यसलाई हेर्ने दृष्टिकोणलाई पनि समेट्नुपर्छ जस्तो मलाई लाग्छ होइन। अर्को चाहिँ ओनरसिपको कुरा आउँछ। यो विधेयकले चाहिँ कसरी हाम्रो अभौतिक सांस्कृतिक सम्पदालाई चाहिँ बजारीकरण गर्ने कुरा पनि उठाएको छ, तर यो एकदमै कम्प्लेक्स विषय हो जस्तो लाग्छ। दफा 3मा चाहिँ यसको अधिकार चाहिँ 3टै तहलाई दिएको देखिन्छ। यसले चाहिँ अधिकार बाँझिन्छ कि जस्तो देखिन्छ। अर्को चाहिँ स्वामित्वको कुरा पनि आउँछ होला होइन। अब अधिकार दिँदै गर्दाखेरि अब यसमा चाहिँ अब साझा स्वामित्वको विषय हो। यो अभौतिक सांस्कृतिक सम्पदा भनेको चाहिँ यसमा अब समुदायले पनि क्लेम गर्न मिल्छ, जातिले पनि क्लेम गर्न मिल्छ, प्रदेशले पनि क्लेम गर्न मिल्छ, स्वयं सर्जक अब मौलिक जसले सृजना गर्नुभएको छ उहाँले पनि क्लेम गर्न मिल्ने भएर यो साझा स्वामित्वलाई हामीले कसरी ब्यालेन्स गर्ने एउटा त्यसमा फोकस हुनुपर्छ होला। अर्को भनेको चाहिँ यसको बजारीकरणमा ध्यान दिँदै गर्दाखेरि चाहिँ यसको मौलिकता, जब त्यसमा अर्थ जोडिएर आउँछ, मौलिकतालाई पनि कसरी संरक्षण गर्ने, यो बजारीकरण, व्यावसायीकरण र संरक्षण सन्तुलनलाई हामीले विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। मैले हाम्रो मित्र राष्ट्र भारतमा भएको एउटा प्रसङ्ग यहाँ जोड्न चाहे। केही समय अगाडि चाहिँ त्यहाँ राजस्थानी समुदायको एउटा सांस्कृतिक उत्पादन जुन जुत्ती छ त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय ब्रान्डले चाहिँ नक्कल गर्यो होइन, कपी गर्यो भनौँ न। अनि त्यसले एउटा विशेष बहस, एकदम सिरियस बहस छेडेको थियो मित्र राष्ट्रमा। अब हाम्रा पनि त्यस्तै सांस्कृतिक उत्पादनहरू छन्, जस्तै पालपाली ढाकाको कुरा आउला होइन, हस्तकलाहरू छन् हाम्रा, कति पस्मिनाको कुरा छ, यी सबैलाई थान्काका कुराहरू छन्। यी सबैलाई अब अन्तर्राष्ट्रिय बजारमा चिनाउने, बजारीकरण गर्ने भन्दै गर्दाखेरि